हजुर नमस्कार। आज हामी कुलपूजामा पूजाको लागि हामी मन्दिर जाँदैछौँ। हाम्रो यो के भन्छन् अहिले चामल लिएर उता सीमा भाउजूकोमा आज यहाँ हाम्रो प्रोग्राम भएको हुँदाखेरि मन्दिरमा गएर पूजा गरेर प्रसाद खानको लागि हामी यता जाँदैछौँ। ल गाइज हामी हिँड्ने ल दाइले चाहिँ पूजाको लागि भेटीहरू लिएर हिँड्दै हुनुहुन्छ। ल गाइज हाम्रो यो घर हो। ल हामी चाहिँ अब आधा बाटोमा आइसकिए हाम्रो मन्दिर कुल मन्दिरमा जानको लागि। हामी यहाँ 4 जना छौँ अनि दिनेश उता पछाडि आउँदैछ जस्तो हो। ल हाम्रो यो डाँडाबारी हो। हामी यहाँ अहिले मकै छरे अहिले खासै उखु लगाइएन, खासै राम्रो भएन हो। त्यही भएर अहिले चाहिँ हामीले यो मकै लगाएँ मैले। यो चाहिँ हाम्रो कान्छी आमाको घर हो। यहाँ कान्छी आमा पनि गइसक्नु भयो कि यो मन्दिरमा। अहिले आँप सानो बत्तीलाई ला। ल ल पछि भेटौँ ल बाई। ल हामी यहाँ मन्दिरको बाटो लाग्यो। अब हामी आइपुग्न लाग्यो हामी मन्दिरमा। यो चाहिँ हाम्रो दाइको घर हो, हाम्रो वीरेन्द्र दाइको घर, लट्टु दाइको घर। यहाँ सागसब्जी लगाउनु हो यो। अब यी हाम्रो दाजुभाइहरू सबै आइसक्नु भयो। उहाँ चाहिँ यहाँ हाम्रो लट्टु दाइको घर हो। हाम्रो यो कुलरामको मन्दिर सबै आइसक्नु भएको छ।